आज चाहिँ हामी शनिश्चरी जाँदैछौँ खोला लिएर। मेरो मेरो काट्नु भयो गम्चा भएको पैसा हालौँ है। हाल्नु कम चाहिँ त्यही भण्डारी पनि हालिदिनु। कसरी लिनुभयो घरि हजुर? यो माथि पनि यो त घरि हटाउँछ यहाँ एउटा चाहिँ पाएछ खोला सुन्दर हजुर खोला छैन अरू? खोला छैन यति भेटा संसारी कति भाडा हो? 300 केजी गर्नु 25 गरे। सानो सानो छ नि त छैन अरू? एकछिन बस्नुपर्छ हौ, एकछिन बस्नुपर्छ कि हुन्छ नि त हो। यहाँ बस्नुभन्दा अब आधी घन्टामा पुगिन्छ हेरौँ होइन? आधी घन्टामा आइन्छ 1 घन्टाको काम 1 घन्टा पनि लाग्दैन मिलाएर गऱ्यो भने। अनि त मान्छेलाई पैसा मात्रै चेपेर पनि हुँदैन नि त। साथीहरू 500 भन्दैछ नि। कफ लडाउँछ नि भयो। अब पाकेको केरा खोला धनी आमा हुनुहुन्छ, आमालाई लिएर शनिश्चरी जाँदैछौँ। अब रिक्सावालाको जिन्दगी यस्तै छ साथी हो। सकेसम्म हजुर हो त्यो मेरो छोरा पनि खोला लिन आएको हजुर यो मेरो पेटको लागि अब ठुलो कमाइ छैन, सानो सानो अब गरेर खानु पर्यो नि। आमा नगरी खान पुग्दैन जति होइन जति सुकै सम्पन्न भए पनि धनी भए पनि नगरिकन उसले बसेर खाने मात्रै निर्णय गर्यो भने त त्यो छेडिक मात्रै हुन्छ। त्यो भइन्जेल पुग्छ त्यस पछाडि त दुधै पाउने हो फेरि।
दुःख नगरिकन सुख आउँदैन। तेरा उत्पन्न आयो खायो त्यति नै हो। होइन सुन्दामा अर्काको अगाडि हात थापेर खानु र सिट ठाडो पारेर खानुमा धेरै फरक पर्छ नि। कुरालाई बेग्लेस भएर बस्नु पर्ने छ। ए भने पम्पदेखि यता भित्रपट्टि हो। मैले तपाईँको छोरी हो कि को एकजनाले पम्पदेखि यतापट्टिको बाटो छ नि देब्रेपट्टि जानु पर्यो। ठ्याक्कै पछाडि सेतो फुल भएको त्यसमा म झुकिएँ कि थेरापीमा लिएर आउनुभएको थियो एकजना बहिनीले। अनि तल पश्चिम स्ट्यान्डबाट अरू सिटीले अरू अटोहरूले सोधेछ कि कति भाडा भनेर सोधेछ। जानुभएको छैन थेरापीमा थुप्रो भयो फाल्तु दबाई गरे कि अब त्यस्तै भयो। कुरा पेमेन्ट मन्द पनि भयो। हजुर अनि थेरापीमा पनि कहिले ध्यान भएन। कतिजनाको परिवार हुनुहुन्छ आमा? जम्मा छन त अब कान्छी बुहारी माइत गएर चाहिँ कान्छी छोरी घरमा अहिले संस्कृति होला। अनि अब सफाइ निकालेर उसले जम्मा 8जना छ। तर बुझेकै काटिँदै आफ्नो आफ्नै दुःख बढेर्ने आफ्नो आफ्नो खाने। ओलामा ठुलो कमाइ छैन। दुःख पनि त छ नि त आमा। धेरै यहाँबाट कोला लिएर गयो पकाउनु पर्यो पकाएर पाकेकै ठाउँमा मान्छे 3 दिन आइदिँदैन। आइदिँदैन लिएर जानु। बजार लिएर जानु पर्यो। कुन चाहिँ त्यो पनि यतै होला त यो साइज दिनु के गर्नु अनि देखेको यो पनि तलै खाएको ओलामा यो बिग्दैन त्यसैले माथि राखेको अनि उता पनि रेडी मादन छ भने दामै पत्र राख्नु गएको छु। मैले त्यही ठाउँ खाली देखेर राखिदिएँ। अब बढ्ने अब खाल्टे खाल्टेलाई यसमा खाएन भने बस चुपचाप बस्नु। त्यसलाई पनि देख्नु भएको खोदेर खोदेर साफ गर्दा अनि तर यति अलिकति उकाल्नु न नत्र भाँचिन्छ कोलाको पानी हो। बस बस कहाँ घाम लागे पनि भरे सोनी लाटमा फुटेको यो त सबै पर्दो रहेछ भने त अहिले मन्दीमा उसले दिन्छ भोलि पछि यही पनि गर्नुपर्छ। 2टा कुरा पाकेको दिएन 500 मा त दिएन सानो सानो भयो यो पनि फुटेकै छ त्यसै आउँदैन दिँदैन उनीहरूले त्यसै उनीहरूको बस्न बेच्ने मात्र ज्ञान गर्नुहुन्छ। अब मैले सक्यो नि बिके भने उसको साउन्ड खाएर मलाई 2 पैसा आयो भने भयो अनि नबिकेको ट्याक्सिदिनु बकर गर्नुहुन्छ। यो लाग्छ म यो चित्रै यो फुल यो चाहिँ कसले राखिदिनु यो चाहिँ पास यो चाहिँ किन राख्नु हो यो चाहिँ
आँखा हेरेरै आँखा हेरेरै तिनवटा चारवटा गरी नाच्नु चारवटा गरी अस्तिको त्यहाँ एक घडी सकाइ पर्यो अब आजकोमा पनि कतिवटा गरी सकाइ पर्छ सबै बस्नु नि कतिजना हुनुहुन्छ बस्नु नि खाली खाली किन जानु भनेर सामान लिएर आएको थिएँ कि तपाईँहरूलाई पनि सहयोग हुन्छ उहाँ आन्टीजी नजानु हुने